परमेश्वर चाहिँ नि शक्तिशाली हुनुहुन्छ र हामीले विश्वास गरेको परमेश्वर चाहिँ उहाँ चाहिँ नि जीवित अनि जिउँदो परमेश्वर हुनुहुन्छ। कहिले कसो तपाईँको जीवनमा परमेश्वरले मलाई देख्नु भएको छैन, मलाई सुन्नु भएको छैन भने तपाईँलाई लाग्न सक्छ। तर प्रिय हो, तपाईँले त्याग्दै गर्दाखेरि परमेश्वरले तपाईँलाई कहिले पनि त्याग्नु हुँदैन। तपाईँले छोड्दै गरे तापनि परमेश्वरले तपाईँलाई कहिले पनि छोड्नु हुँदैन। किनभने परमेश्वरले तपाईँलाई यो संसारमा आशिषित बनाउनु भएको छ र तपाईँलाई परमेश्वरले आशिष दिन चाहनुहुन्छ र परमेश्वरले तपाईँको हरेक अवस्थालाई परमेश्वरले परिवर्तन गर्न चाहनुहुन्छ। विश्वासमा अगाडि बढ्न गाह्रो हुन्छ, तर परमेश्वरले हरेक परिस्थितिमा हामीले भुले तापनि, तपाईँले त्यागे तापनि, तपाईँले परमेश्वरलाई बिर्से तापनि परमेश्वरले तपाईँलाई कहिले पनि बिर्सिनु हुँदैन। आज भोलि मात्र विश्वास गरेर हुँदैन। तपाईँको आफ्नो सारा हृदयले, सारा प्राणले, सारा समझ शक्तिले परमेश्वरलाई प्रेम गर्नुपर्छ, परमेश्वरलाई खोज्नुपर्छ अनि तपाईँको जीवनमा परमेश्वरको प्रेमलाई तपाईँले महसुस गर्नुहुन्छ र परमेश्वरको प्रेम कति शक्तिशाली छ, कति परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरको हृदयलाई तपाईँले जान्नुहुन्छ।